हेलो नमस्ते सबैजनालाई वेलकम गोर्खाली मुब्याङ आशिष साई च्यानलमा। आज चाहिँ हाम्रो मुब्याङमा नेपाली खाना ढेँडो, कोदोको ढेँडो सहित लोकल कुखुराको मासु मुब्याङमा चाहिँ लोकल घिउ पनि लोकल। ल घिउ हालौँ त, चाहिँ पारेर हो चाहिँ के हो नि त खै त। ल सुरु हाल्नु नि, हामी सुरु गरौँ है त। बोल्नु भयो बोल्नु, सुरु गरिदिउँ। ल आज चाहिँ हाम्रो नेपाली खाना ढेँडो, नेपाली खाना है आज चाहिँ कुखुराको कोदोको। सुरु गरौँ है त। आथा हाम्रो क्यामेराम्यानले ढेँडो हेर्दै के भन्छ, खाना त आउँछ नि तपाईँलाई, खाना आउँछ चपाएर निल्ला चेक गर्नु पर्ने भयो। मान्छे चपाएर खाने मान्छे त फेरि मलाई पचेन। कोकोलाई ढेँडो मनपर्छ, ढेँडो खाने भयो आए हुन्छ। हड्डी अर्कोचोटि ढेँडोलाई इन्भाइट गर्ने नि त। ल ढेँडो खान कसलाई मन लाग्छ कमेन्ट गरौँ मलाई। अर्कोचोटि बोलेर यस्तो गर्ने हो, यस्तो गर्ने नि, यसरी निल्ने हो क्या। ढेँडो खान सिकौँ है यसरी है। तपाईँ सिक्नु पहिला। मलाई आउँछ। लोकल कुखुरा साह्रो हुन्छ, साह्रो हुन्छ, हड्डी हुन्छ भन्नु न। है त धेरै पछि भिडियो आएको छ, मजाले हेरौँ। त्यो थोत्रो रेडियोलाई बाहिर फालौँ त। हाम्रो घरमा टेस्टी दामी भयो। क्यामेराम्यानहरू हड्डी राख्ने भाडो कता? हाम्रो 3टा क्यामेरा छ, कतापट्टि देखाऊँ? यता 1 2 3 4 5 वटा। ओ काम 1 2 3 4 5 वटा छ। यताबाट भिडियो गर्नुपर्छ क्या एउटा। यहाँ पनि छ एक्स्ट्रा 2टा। मेरोबाट चाहिँ यतापट्टि खिच्नु सबैलाई, अडियन्सलाई। मिठो अडियन्स। अरुण भाइ खाना हो। भाइले खाना डाके हड्डी सामने काक्रो 3टा क्यामेरामा कुखुराको हड्डी चाहिँ राम्रोसँग देखाइदिनु, फेरि ब्रोइलर खानेहरू खा भन्नु चाहिँ केटाहरूले। लास्टमा देखाइदिनु पर्ला। हाम्रो साथीभाइहरूले खतम चाहिँ ब्रोइलर ल्याएर खाएछु भन्छ फेरि। लोकलै हो है, हेरौँ जम्मैजनाले। फेरि हड्डी छ। पखेटा देख्नु पर्छ। ए पखेटा तरी खाने कि झोल हालेर। मेरो भा खाए ल भन्छ एकजनाले।
मिठो भयो है खतरा चाहिँ क्यामेरामा हेर्ने हो ल है त अति स्वाट्टा हालिदिन्छु एकैचोटि स्वाट देखेछ भिडियो गर्नु पर्छ कि सक्दैन खाब देखे ल है त मेरो चाहिँ ढेडो अन्तिम लास्ट मेरो भन्दा धेरै छ तपाईँ कस्तो लास्ट हो त नि मेरो त 1 सर्ट मात्रै लास्टै लास्ट मेरो नि अब मासु तपाईँलाई थोरै हाल्दो रहेछ मलाई धेरै हाल्दो रहेछ क्या होइन नि बाबु अब यहाँ थोरै अब ढेँडो सक्यो अब थोरै भात खान्छु ल ल ओ है त अब खानाको पालो है ओके 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 तातो तातो भात ओ भयो 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 धेरै हुन्छ फेरि दिनलाई बहिनी खास बहिनी बहिनी भनिरहेको चाहिँ कृपया आशिष शाहीको बुढी हो हजुरहरू दोधारमा नपर्नु होला ऊ चाहिँ आशिष शाहीको बुढीले चाहिँ खाना बाँडिरहेको छ है त अघि आरोन आरोन भनेको पनि आशिष शाहीको छोरा हो भाइ होइन रस ल्याइदियो है अब खाना सुरु गर्छु है उहाँहरू चाहिँ सधैँ चम्चाले खाने व्यक्तिहरू हुनुहुन्छ आज चाहिँ मुखबाङ भएको कारणले हातले खाँदै हुनुहुन्छ त्यही भएर हातले खाएको अलिकति केही लाग्यो भने माइन्ड नगर्नु होला खाना त आउँदो रहेछ तर झोल मात्रै भयो हुन्छ झोल मात्रै थोरै पर्दैन उहाँहरू चाहिँ जहिले चम्चाले खानुहुन्छ क्या आज चाहिँ ढेँडोलाई चम्चाले खान नमिल्ने भनेर चाहिँ है त भात पनि यति थप्यो थोरै भिडियो त के हाल्ने भनेर अब अलिकति लामै बनाइदियो है त्यस्तो होइन ढिँडो खाएपछि आमालाई सोध्नु न होइन होइन त्यो यो कुरा हो पानी पनि देऊ पानी पनि खाइदिउँ है डाक्टरले भने ल आज चाहिँ दामी भयो खाना हाम्रो खानाको मस ढेँडोको मस कुखुराको मासु लोकल त्यही पनि लोकल लामो चामल बासमती अब नेक्स्ट मुखबाङ चाहिँ के को ल्याम भनेर नि सोध न छ त हाम्रो फ्रिजमा देखाइ अहिले लास्ट फ्रिजको चाहिँ देखाइदिए फोटो छ त होइन यस्तो नि त उहाँहरूले नि केही सजेस्ट गर्नुहुन्छ कि त अनि अब नेक्स्ट मुखबाङ चाहिँ के ल्याउने कमेन्ट डाउन बिलो हामीसँग एउटा त रेडी छ अहिले लास्टमा हेर्नुलाई थियो खतरा रमाइलो हुनेवाला त्यसलाई खाना त 4 जना चाहियो के होला त्यो सोचौँ के चाहिँ खाना लाग्यो 4 जना लाग्यो
भाइदिएँ मैले यो पछाडिको ब्याकग्राउन्डको म्युजिकहरू साउन्डहरू चाहिँ इग्नोर गर्नु होला है कृपया। खाएकोलाई मात्रै फोकस गर्नु होला। पछाडिको भने म पछाडिको हेर्नु पछाडि यस्तो छ। अनि अघि हाम्रो आन्टीले भनेकोलाई नि इग्नोर गर्नु होला। बहिनीलाई ल है त फिनिस्ड लास्ट भात मासु मात्रै बाँकी। मैले भन्नु चाँडो भ्याउ पर्छ। ल है त मैले त सकाइदिएँ। लामो भात फाल्नु हुन्न फेरि। ओके ल अब इन गर त म चाहिँ यो इन गर्छु तिमी भिडियो इन गर। हुन्छ धन्यवाद लास्टसम्म हेरिदिनु भएकोहरूलाई चाहिँ उनीहरूलाई बालो। आज चाहिँ नेपाली खाना ढेँडो पनि खाइयो, लोकल कुखुरा भात रमाइलो भयो। सबले लाइक सब्सक्राइब कमेन्ट अनि सेयर लोकल है लोकल हड्डी लागि यति नै। See you on the next vlog. धन्यवाद। Bye bye. अब चाहिँ हाम्रो नेक्स्ट मुभ्याङ चाहिँ हामीले फ्रिजबाट निकालेर पनि बाहिर राखिसक्यो। अब तपाईँहरू हेर्नु है अनि पछि मजा लिनु है। 1 2 3 के यस्तो गाइजहरू सुङ्गुरे Oh my god.